Hello everyone, welcome back to my another video. आज चाहिँ हामीसँग रहेको छ मोमो अनि यो चाहिँ अलिकति के वाला हो ट्विस्ट वाला जसमा चाहिँ छ डल्ले खुर्सानी र यहाँ चाहिँ रहेछ तिते करेलाको झोल। ल तिमी लगाऊ सुरुमा म आँखा बन्द गर्छु एउटा एउटा गर्ने एक्सप्लेन नगर्ने भ्युअरलाई यस्तो भन त तिमी। आज चाहिँ हामीले विशेष गरी मोमोमा ट्विस्ट गर्ने लागेछौँ। हामीले चाहिँ यो मोमोमध्ये एउटामा आफूले खुर्सानी लुकाउनेछौँ अनि त्यसै गरी ब्लू पिल पोइजन के भन्छ त्यो थाहा छैन तिमीलाई वाटेभर तर त्यसै गरी हामीले मोमोहरू चुज गर्छौँ अनि त्यो मोमो खाएमा चाहिँ यदि चुज गरेको मोमो खाएमा चाहिँ अर्को मान्छेले उहाँले यो तितो करेलाको जुस खानुपर्ने हुन्छ। यो चाहिँ हाम्रो चिली ओइल हो होममेड। यो चाहिँ यतिकै खाने यो चाहिँ नलाउने। ल तिमी गर सुरु यतिकै खाने चिली ओइल नचुपिकन त्यही त यतिकै माथि ल्याएर खाने क्या। यसो ट्विस्टमा नगर्ने भनेको म दुईचोटि गरिसकेँ छिट्टै भयो तिते गर्दा पनि भयो एक दुई होइन उता फर्क ल आमा यो त भेट्न चुडाएर चाहिँ म चाहिँ साथीहरू उता हेर है मैले चाहिँ गर्नु बिर्सेँ हेर्न मनाइ छ। अनि तिते करेलाको जुस चाहिँ ल भयो तिते करेलाको जुस यो देखाउनुको यो मोमो खायो भने मैले तिमीलाई सोधेको त यो मोमो खायो भने ल देखाउन ल सुरुमै खामामा चाहिँ डरको लाग्छ। यो लाग्यो नि चिली ओइल छुट्टै सुरुमा चाहिँ योसँग खानु यसमा यस्तरी लाग्यो भने राम्रो देख्ला त। बिग मोमो चाहिँ हाम्रो तिनवटा छ, तिनवटामा चाहिँ लगाउँ है। अस्तिको भन्दा मिठो रहेछ मोमो त्यही भन्नुहुँदैछ सबैजनाले। फर्स्ट लाग्यो किन यस्तो देखियो यो दिनले बनाउनु भएको फुटिरहन्छ भने किन खेलाको गर्नु हुँदैछ फुटिन्छ। यो चाहिँ टमाटरको चटनी, यो चाहिँ भटमासको। कसरी याद गर्नुहुन्छ कि मोमो खाएँ भनेर कसरी याद गर्नुहुन्छ कि मोमो खाएँ भनेर कुन राखेको मैले हेरिरहेको त खोर्सानीको चाहिँ हेर्नु याद गर्नु पर्यो। मैले बुझिसकेँ उसको चाहिँ क्या तिते गरिरहेको चाहिँ बटमासको अचार चाहिँ साह्रै मिठो भन्छ। कागज लाउनु बिर्छ नि त। साग पनि खाने र त्यही त मोमोसँग होइन गरम पऱ्यो नि त साथीहरू। मैले त तपाईँले दाँत दुखाएर खानै मिल्दैन यता त्यही पनि खानु यति खाएर चाहिँ दाँत दुखेर जानुपर्ने हुन्छ। भ्यायो भने जामै कुन चाहिँ बुद्धि बङ्ग होइन कुन बुद्धि बङ्ग पकाइदिन्छ त आजै खै त्यो त जाउँ न। ए तिते करेला खाने खाएछ मैले हेरेको म त ठाउँकै हेरेर अहिले सानोतिर भनेर मैले त बिर्सेका कति छिट्टो त म भरिदिन्छु। बिर्को सानो हुन्छ साथीहरू लिनुहोस् सक्ने हो र चाहिँ होइन त्यति नै हो त्यति छैन
छैन होइन बिटिकै छैन तिमीहरू ग्रिन जुस खाने बानी भएर अलिक होला मैले खानु यस अब फेरि तिमीले भनेको तिमीले नै बिर्सेर खायो भने तिमीले खानु चाहिँ थाहा थिएन थाहा छ कुन भनेपछि बिर्सेर कुन चाहिँ याद त्यस्तो साह्रो उल्लु चाहिँ छैन म बिर्सेर नि म त बिर्सेको म त यहाँ हेरेर भने हेर्छु छैन त म मात्रै खाइसकेको तिते गरिरहेको तिते कर्लाको जुस जुसहरू पनि राखेन त मैले खानु पर्यो लाग्छ अब एउटै गफमा खानु मन लाग्छ तर यताबाट मात्रै भुक्क होला पेन किलरहरू किनिराख्नु दुखेर खाइदिन्छु म आफ्नो आफै खानु होइन हो हो त्यो पनि तिते गर्दा भएको खोर्सानी आफ्नो आफै खाएको पनि खावा कसो लाग्यो ठिक छ डिस्काइदिएको त्यो होइन नि त त्यो हुन्छ सुनाउनु ठाउँ छैन आइडिया त अनि यहाँ राखौँ दुईजना भेट्नु माइक पनि छुट्ने बिग मोमो खाम फुटेर यस्तो भयो माथि जोड्नुमा चाहिँ होइन कस्तो मजाले है कस्तो मजाले यस्तो भएको देखेछ खानुहोस् त खानुहोस् त्यसै रहेछ नदेखि खाएको भएर छिटो मजा हुन्थ्यो खुरुम खुरुम ऊ त फेरि पिरो खाँदैन साथीहरू त्यस्तो धेरै असल म पनि खान खाँदिनँ तर ऊ भन्दा नि अलिक पिज्जा चाहिँ खान्छु पिरो अनि रहेको झन् पिरो हुँदैन कलिलो कलिलो टिपेको ट्विस्ट म चाहिँ सेलाइसकेको ठुलो चाहिँ खानुपर्ने रहेछ अगाडिको लटको हो नि त यो के भने त्यो गर्दा जुस खाँदा मन खायो पिरो काट्नु दिन्छु त हुँदैछ उहाँ मान्छेको यो खाने अझै स्वागतम अरू बेला म झोल्दै खाँदै अब तिमी खतम त अन्तर मन्तर छैन कि छैन त्यहाँ खानु छैन देख्यो तर दाँतले गर्दाखेरि गुवाममा हालेर मजा खानु मिलेन
खाऊ मैले चाहिँ Bro. तपाईँलाई के खानु भएको छ? मैले केही खाएको थिएन तिमीले नै खोर्सानी पनि खायौ मैले राखेको त तिमीले खाइसक्यौ नि तिमीले नै राखेको थियौ अनि त्यति बेला तिमीले कुन राख्यौ मैले खाएको थिएन मैले केही खाएन तिमीले नै खोर्सानी खाएको कि आफैले राखेको आफै रहेछ भेट्नसँगै राखेको भन्यो होइन मेरो त यार मैले राखेको यसमा चाहिँ अहिलेको म त्यस्तो मूर्ख पनि छैन ल खाइसकेको छैन अनि त्यो कडा गरी के गरेको तिमी पो गरेर मैले गरेको होइन खाँदाखेरि गएको थियो अघि त्यसरी खाइसक्नु भयो ए के होला नि बदमास हो कि बदमास होला मैले यहाँ बिचमा राखेको तिते गरेर लगाएको थियो त्यो तिमीले खायौ अनि यहाँनिर राखेको थियो उसको छिटो खाऊ है अब खानुपर्छ नि तिते गरेर खानु ए हो म त खाइहाल्छु तिते गरेर पहिला खानु तर किनभने यसलाई त्यो गरेर खानुमा त तिमी खोर्सानी खोर्सानीको जुस ल यस्तो गरेर देखाएको नि खोर्सानी खोलेर यो चाहिँ मैले हालेको थिएँ आफै हालेको आफै Cheers. अब त यस्तो कहिले खाएको थिएन नि त खाँदिन तिमी ग्रिन जुस खाएर अलिक कस्तो नगर्नु लाग्यो मलाई अर्कै याद आयो म त्यस्तो मूर्ख पनि छैन भने चाहिँ म त खाइसक्नु होला भन्दै थिएँ पानी मैले त खाएको आफ्नैपट्टि राखेर चाहिँ मैले चाहिँ यो यता यता हो जस्तो लागेर यिनीहरू नखाइराखेको थ्याङ्क यू पिरो नखाने मान्छे मेरो बहिनीले दुइटा डल्ले खोर्सानी खाएको रेकर्डै रह्यो होइन How you feeling? त्यो ढुक्कैले खानु पर्यो दाँतले नभएर अलिक घाउ पनि भएको छ क्या मलाई डर लाग्यो खोर्सानी बोममा खायो भने त घाउ दाँतले एकपल्ट मात्रै खाँदैछु तेरो त म अनि घाउ चाहिँ कसरी दाँतले काटेको मैले देखाउँ गालागी गाला खाऊ गम पिरो भएको बेला खाऊ न पोर्कमा मैले साथीहरू चाहिँ भन्नु भने त्यसै यसो भयो अब यस्तो गरेर त्यो भयो यादकोर हो नि त त्यो भएर खाएको बोक्रा पनि आज चाहिँ मैदाको होइन आटाको हो हेल्दी भर्जन पेटै ओइली भयो तिमीले ढिलो खाँदैछौ त्यही भएर अचारमा त पिरो नराखी भएछ मैले चाखिनँ नि त ब्लेन्ड गरेँ अनि मोमो बनाउनु थालेँ म चाखेर ल थप्दै
यता मुलुक पनि छैन भनेको याद आएको गर्छु बाहिर चाहिँ सुनाएको मोमो खाऊ न अनि अलिक सन्चो हुन्छ चिन्ता त्यो ड्रामा गरेर होइन गर्छ होला कुदेको कुदे गर्थ्यो नि पहिला खोर्सानी खायो भने बाहिर भित्र गरेर तिमीले घाटा अब यहाँको मोमो खोर्सानी खाएपछि खाएको भए पनिसमेन्ट पनि त्यही हुन्थ्यो होइन सरी इट्स ओके के खाने त नखाएको छु अन्तिम अन्तिम अवस्थामा आइसकेँ म पनि पानी पनि नखाने थियो क्या फेरि हात पानी ल्याएकै छैन त्यही भनेर म चुकेको के भनेर खोर्सानी टोक्नु भएछ भनेर के त लाग्यो मेरो फ्रेन्ड के भन्नु मलाई थाहै छैन तिमीले त्यस्तो सोध्यौ भनेर नभए म चाहिँ कति नक्कल पार्दै खान्थ्यो मुखबाट खस्न आयो बुढाले माया गर्दैन खोर्सानी खाएको नि त पसिना त यसै पनि आएको छ तर गर्मी पनि छ त्यही माथि किन यस्तो बोसो काट्ने केही भएन है अस्ति के खाएको ग्रिन हेयर कोकको ए लागि छ त अहिले खानु बोसो जुसी जुसी त लुगाभरि कतिखेर भइसक्यो त यहाँ कस्तो राम्रो कटमा खाएको हट कति झरेको त थाहै छैन आफूलाई जुसी जुसी भनेर लुगाभरि भइसक्यो हराइतिर खाएको बिचिलो पनि हो खाएर भयो पिरो पनि भयो अस्ति जस्तो चिलेको छैन फेरि अस्ति जतिको त नि अस्तिको जति चाहिँ छैन अस्ति त आमा तपाईँ कस्तो कपडा छ
म मेरो सपोर्टर कसको न कसको म त जसले जित्छ उसलाई नै सपोर्ट गर्ने होइन तिमीले हेरेछौ र म नि हेरेको छु सेमी फाइनल र फाइनल सोचेको तर मलाई हेर्नु मन लागेको छैन हेर्नु मन लाग्यो अरू बेला हेरेको फुटबल हो नि हेर्नु That's why काम जान्छ त्यसरी खाने त्यो अचार फुललाई किन डल्ले खोर्सानी राखेको छ दुइटा मलाई डोज दिन्छ त्यही त हुन्छ नानी यो यिनीहरू त्यो त नखाने सक्दिनँ ओके देन थ्याङ्क्स फर वाचिङ बाई बाई गाइस कस्तो लाग्यो त हजुरलाई आजको खोर्सानी खुवाई भनिदिनुहोस् त पिरो हेर्छु म कस्तो लाग्यो अरे पिरो लागेर उहाँले चाहिँ अलिक थोरै मोमो खानु नभए त्यो खान्थ्यो होला है तिमीले त्यतिजना साथी यस्तै हो कहिले ल बाई बाई अहिले के गरेर मुख बिगार्यो नि तर अर्को मोमो खाएपछि ठिक भइहाल्यो नि हुँदैन नि हुन्छ म त केही पनि भएन खाएर त कस्तो भयो सेकेन्डचोटि त गर्दै बाई बाई